जामाचो हाइकिङ ट्रेल चाहिँ काठमाडौँ उपत्यकाको छोटो तर एकदमै राम्रो हाइकिङ ट्रेल मध्येमा पर्छ। तर यहाँ एउटा अचम्मको नियम छ यहाँ जानको लागि। त्यो के हो भने तल फुलबारी गेटमै हामीले हाम्रो परिचय पत्र छोडेर मात्र यो जामाचो गुम्बा चढ्न पाइन्छ। र जुन बाटो गयो त्यही बाटो फर्केर अन्तमा हामीले त्यो फुलबारी गेटमै हाम्रो परिचय पत्रहरू फिर्ता लिएर फर्काउनु पर्ने हुन्छ। फुलबारी गेटबाट उकालो लागिसकेपछि बिचमा कहीँ पसलहरू छैन, सिधै माथि पिकमा मात्रै छ पसल। त्यही भएर पानी चाहिँ टन्नै बोक्नुहोस्। उकालो बाटो हिँड्दाखेरि पसिना धेरै बग्ने भएकोले गर्दाखेरि पानी धेरै चाहिन्छ, तलैबाट पानी चाहिँ बोक्न नबिर्सनुहोस्। अब यसको हाइकिङ रुट हेरौँ है त। यो माथि जामाचो पिक भइहाल्यो, यो तल फुलबारी गेट, यो बालाजु बाइपास, यो माछापोखरी। माछापोखरीबाट हिँड्दै जाने हो भने यो फुलबारी गेटसम्म लगभग 1.5 किलोमिटर छ। यहाँ नजिक नेसनल पार्क टिकट काटेर यो फुलबारी गेटमा काटेर हामी माथि जामाचो पिकसम्म चढ्नको लागि लगभग 3.5 किलोमिटर 4 किलोमिटर छ। अनि यहाँबाट यो माछापोखरीबाट फुलबारी गेटसम्म चाहिँ रोड हिँड्ने हो है। अनि यहाँबाट मात्रै चाहिँ यो के भन्छ फुलबारी गेटबाट मास्तिर मात्रै चाहिँ जङ्गल ट्रेल हो। 100% जङ्गल ट्रेल चाहिँ यहाँबाट चाहिँ एकदमै दामी छ, मजाले जानुहोस्। अनि यो जामाचो चढ्दाखेरि अर्को एउटा रमाइलो के छ भन्दाखेरि यो लाइन देखिराख्नु भएको छ,